ल आज चाहिँ म दिउँसो कामतिर हिँड्दैछु है त। इमर्जेन्सी सिफ्ट चाहिँ कभर गरिदिनु पर्यो भनेर फोन आएन, अनि त्यस पछाडि चाहिँ म निस्किँदैछु होइन। बिहान बिहान काममा जाने गरेको होइन, यहाँ चाहिँ एउटा खाल्टो छ यार है। बिहान बिहान जाने गरेको बानी होइन। अब मस्त घाम लगाइरहेछ माथिबाट। यहाँ चाहिँ गाडी आइरहेको छ होइन यताबाट। एउटा लर्नर गाडी चाहिँ त्यताबाट आउँदैछ होइन। म चाहिँ यहाँबाट निस्केँ होइन। लर्नर गाडीको चाहिँ भर्खर एकदमै नै चाहिँ के भन्छन् सुरुवाती क्लासहरू रहेछ जस्तो लाग्यो होइन। टर्निङमा चाहिँ लास्टै धेरै टाइम लाग्यो होइन बिचरा। त्यो अब स्टार्टिङमा अब मेरो पनि त त्यही हालत थियो होइन। म फेरि एकदम धैर्य राख्छु होइन। यो हुन्छ नि लर्नर गाडीहरू पिटाँसेको गाडीहरू देख्यो भने चाहिँ होइन यार, म पनि त कुनै बेला त त्योभन्दा बिजोग टाल्थ्यो यार मेरो भन्ने हुन्छ होइन। अब म चाहिँ 3:15 मेरो सिफ्ट सुरु हुने हो होइन। 3:02 गइसक्यो। मलाई चाहिँ कम्तीमा पनि 25 मिनट लाग्ने चाहिँ टाइम देखाइरहेको थियो होइन। म खासमा चाहिँ 4 बजे पुग्ने टार्गेट लिएर चाहिँ हिँड्न खोजेँ अब है। फेरि मेसेज गरेको एउटा के भन्ने, अब मेसेज चाहिँ नहेरिदिएछिन् होइन। फेरि लगभग टाइममा पुग्नु पर्यो होइन। टाइममा पुग्ने त अब सम्भावनै भएन होइन। तैपनि कुद्दैछु होइन, कति बेला पुगिन्छ थाहा छैन। 3:15 सिफ्ट सुरु नि, 3:03 गयो है। 12 मिनट छ। मलाई अब 24-25 मिनट चाहिँ गाडीले देखाएको थियो होइन, म्यापले चाहिँ। अब अहिले चाहिँ मैले म्याप लगाइराखेन। अब म्याप त्यति आवश्यकता पनि परेन। जस्तो दुईवटा रोड छ कि, एउटा बोथवेल रोड हुँदै अनि अर्को चाहिँ यो के हो यार, मलाई ठ्याक्क नाम चाहिँ थाहा भएन, तर ब्लाइन्डार हुँदै चाहिँ जाने चाहिँ एउटा रोड छ होइन। अनि दुइटैको चाहिँ डिस्टेन्स 24 नै देखायो होइन। जस्तो एउटा चाहिँ कसरी यार, अब अलिकति डिस्टेन्सले टाढा भए पनि अब त्यो स्पिडको उसले गर्दाखेरि चाहिँ लगभग एउटै टाइममा चाहिँ पुगिने देखाएन भनेपछि चाहिँ अब त्यो बोथवेलको रोडको लागि चाहिँ मलाई म्याप चाहिन्छ होइन। किनभने त्यहाँनिर अलिकति फन्का हान्नुपर्छ होइन, कता कता हो। फेरि एउटा एक्जिट मात्र मिस गरियो भने त फेरि अब एक त टाइममा पुग्नेवालै छैन है। अनि त्यो रिस्क लिनुभन्दा चाहिँ म नर्मल्ली पहिला सुरुतिर चाहिँ गइरहेको टाइममा चाहिँ मलाई त्यो बाटो चाहिँ याद छ होइन। त्यो भएर चाहिँ म त्यो बाटो हुँदै चाहिँ पुग्दैछु होइन। अझै 20 मिनटभन्दा त बढी लाग्ला होइन। भनेपछि म 3:30को आसपासमा चाहिँ पुग्ने मेरो टार्गेट हो होइन। काममा पनि 15 मिनट ढिलोसम्म पुग्दाखेरि पनि खासै फरक नपर्ने होइन। तर पनि 1 घन्टा पछाडिबाटै सुरु गरौँला भनेको दुईजना चाहिँ सहमत भएर गरेपछि चाहिँ, किनभने त्यस पछाडि चाहिँ त्यस्तो धेरै काम पनि छैन है। अनि त्यस्तै छ त। अब मोबाइलै नहेर्दैछिन् त, अब अनलाइन भएर मोबाइल नहेर्दैछिन् चाहिँ अब कसको के लाग्छ र होइन। अनि फेरि सधैँ काम गर्ने खालको पार्टनर पनि होइन यार है। अनि त्यस पछाडि चाहिँ त्यस्तै हुन्छ अब कहिलेकाहीँ। ल अब चाहिँ 50को स्पिड लिमिट भएको रोड आयो होइन। यहाँबाट चाहिँ स्लिप रोडबाट चाहिँ म जोइन गरेर, त्यस गाडीहरू चाहिँ मस्त छन् होइन। यहाँबाट चाहिँ सिग्नल दिइरहेको छु है। यहाँ मेरो साइडमा चाहिँ छैनन् होइन गाडीहरू। जान चाहिँ म अझै पनि त्यतै जानुपर्नेवाला छ होइन। ल यहाँबाट चाहिँ म यो लेन हुँदै चाहिँ जानुपर्नेको कारण चाहिँ यताबाट फेरि हाइवे जोइन गर्नु छ है। यो यहाँबाट चाहिँ छुट्यो होइन। फेरि अर्को हाइवेमा चाहिँ जोइन गर्नुपर्ने छ यहाँबाट होइन। तर जस गाडी चलाउँदै गएपछि चाहिँ यति सहज हुन्छ होइन। बाटोहरू बुझ्दै जाँदाखेरि चाहिँ यति सहज हुन्छ नि होइन। बुझेको बाटोमा अब कहिलेकाहीँ त हुन्छ नि त, अब चिने जानेकै बाटोमा नि अप्ठ्यारो परि नै हाल्छ होइन। त्यो गाडीहरू कताबाट आउँछ के गर्छ कसो गर्छले। तर हुन्छ नि बिल्कुल नयाँ ठाउँमा जानु र पुरानोमा चलाइराख्नुमा चाहिँ। अनि म चाहिँ पहिलेबाट भिडियो कि जस्तो गाडी किन्ने बित्तिकैबाट चाहिँ म भिडियो सुट गर्छु, सुरु गर्छु, यताउता गर्छु भन्ने थियो होइन। अनि म्याप नलगायो भने त म त एक पाइला नि सार्न सक्दिनँ यार है। अनि त्यहाँ चाहिँ अब यो मैले अहिले जुन एङ्गलबाट चाहिँ भिडियो सुट गरिरहेको छु होइन, अनि त्यहाँ चाहिँ अब एउटा मोबाइल चाहिँ होल्ड गर्न सकेँ होइन। त्यसपछि अर्को पनि मैले किनौँ कि भन्ने भइरहेको थियो। फेरि नयाँ पनि छु यार। अब 2-3 तिर चाहिँ छेकेर, अब जस्तो यही मोबाइल रेकर्ड गरिरहेको ठाउँले गर्दाखेरि मलाई चाहिँ
अब केही भनौँ न केही चिजहरू चाहिँ यसले के भन्ने अब छेकिन्छ नि त होइन अलिकति भए पनि। अब जे भए पनि मोबाइल चाहिँ अलिकति सानो छ यो रेकर्ड गरेर राखेको र अलिक कम्ती छोपिन्छ भन्ने होइन। अब अर्को मेरो सामसङको फोन चाहिँ अलि ठुलै नै छैन, त्यो राखेर केही उहरू गर्न लाग्यो भने त अझै बढी ठाउँहरू छेकिन्छ होइन। अनि अहिले रिसेन्टली चाहिँ मैले चाहिँ अर्को पनि होल्डर चाहिँ एउटा यो इयर भेन्टमा चाहिँ जोडिने गरेर चाहिँ मैले उ गरेको थिएँ होइन। त्योहरू चाहिँ म्याप चाहिँ त्यहाँ लगाउँछु, म भिडियो चाहिँ प्रत्येक चिजको सुट गर्छु भन्ने चाहिँ थिएन, किनभने अब म दिनभरि हिँडेर हुन्छ है। पहिला बरु घरबाट कामबाट घर बसिन्छ चाहिँ त्यही भिडियो रेकर्ड गऱ्यो भने पनि त्यही मात्रै भिडियो हुन्छ होइन। अहिले त एटलिस्ट चाहिँ मसँग हुन्छ नि अब जान चाहिँ म अब त्यही रेगुलर बेसिसमा त्यही रोडहरू चाहिँ गएर हुन्छु, तर पनि मल्टिपल रोडहरू हिँडेर हुन्छु नि त होइन। अनि त्यही भएर चाहिँ दिनदिनै सुट पनि गर्न होला भनेर चाहिँ अनि विचार गर्दै थिएँ क्या। यहाँबाट चाहिँ 50को स्पिड लिमिट छ होइन। अब म चाहिँ फुल स्पिडमै चल्छु है, म 50 नै स्पिडमा चल्छु, म सुस्तो चाहिँ चल्नेवालै छैन किनभने मसँग टाइम पनि छैन है। अनि अब लेफ्ट लेनमा हिँड्यो भने चाहिँ लास्टै सुस्तो छन् होइन गाडीहरू चाहिँ। यही लेनमा चाहिँ एकछिन हिँड्न पऱ्यो होइन, त्यस पछाडि चाहिँ हेरौँ 60 र 70को आसिन चाहिँ म ओभरटेक गर्दै गर्दै हिँड्छु होइन। किनभने गाडीहरू यार बाटोमा 50को स्पिड लिमिट भयो भने उही स्पिडमा दौडिरहन्छ नि, 60मा भयो भने उही स्पिडमा दौडिन्छ, 70 भयो भने उही स्पिडमा दौडिन्छ नि। मान्छेलाई त्यो अब के भन्ने यार, स्पिड लिमिट लगाएको चाहिँ खासै अब 50मा बढीमा दौडिन्छन् होइन, लगभग 60को आसपासमा दौडिन्छन्, 60 एन्ड 60मै 70 एन्ड 60 दौडिन्छन् कि मान्छेहरू, कतिपयमा देखिरहेको हुन्छ क्या। अनि अब 50मा चाहिँ मैले धेरैलाई ओभरटेक गर्नै सक्दिनँ होइन। जस्तो अब म चाहिँ यता तर अर्को गाडी आइसक्यो होइन, अर्को गाडीले चाहिँ मलाई ओभरटेक गर्न खोज्दै रहेछ होइन यता लेफ्ट साइडबाट। अनि म पनि सिग्नल चाहिँ लगाइरहेको थिएँ, फेरि गइनँ है, किनभने कन्फ्युजनमा चाहिँ नपारिदिउँ भनेर होइन। जस्तो यो चाहिँ यताबाट एक्जिट लिनेवाला गाडी रहेछ होइन, त्यो पनि ठिकै छ। अब चाहिँ त्योहरू चाहिँ पहिला सुरु सिग्नल दिनुभन्दा पनि पहिला चाहिँ मिरर चेक गर्ने होइन। मेरो चाहिँ मिरर चेक र सिग्नल चाहिँ एकैचोटि भएन। अनि मिररमा चाहिँ म स्पिडमा आइरहेको देखिहालेर अनि मैले सिग्नल चाहिँ क्यान्सल गरिहालेँ क्या। अनि म त्यही लेनमै चलेँ होइन। भनेको जे चलाउँदै गइयो र अब बाटोमा अब भनौँ न यो ड्राइभिङमा चाहिँ ध्यान दिएर चलाउने भने चाहिँ कति धेरै कुराहरूको के हुन्छ नि, आफूलाई पनि सहज अरूलाई पनि सहज होइन। अब मेरो यता लेफ्ट साइडबाट कुनै गाडीहरू आयो भने चाहिँ म राइट साइडमा जान पनि सक्ने भयो, स्लो डाउन गर्न सक्ने भयो, या त स्पिड अप गर्न सक्ने भएन, तिनवटा अप्सनमा चाहिँ। तर राइट साइडमा चेन्ज गर्नुभन्दा पहिला नै आफूले मिरर चेक गरेर सिग्नल दिएर अलरेडी उ गरिसक्नु पऱ्यो होइन। ल म आउँदैछु है भनेर चाहिँ यहाँबाट चाहिँ 60को स्पिड लिमिट सुरु भएन। अनि जस हिजोको दिन चाहिँ के गरेर गयो यार, त्यत्तिकै गयो होइन। अस्ति चाहिँ हामी ग्लेनको घुम्न गयो है, मस्त मजा आयो यार होइन। त्यो दिन चाहिँ यस्तो दामी मजा आयो। अनि एउटा पहाड चाहिँ लगभग टपमै पुग्यो होइन, हिउँ चाहिँ थियो त्यहाँ मस्त। अनि हिउँ खेल्यो अनि त्यसबाट चाहिँ हिउँ खेलेपछि अलिक चिसो भयो होइन, अनि माथि जान पनि छोडियो यार। लास्टै धेरै टाइम लाग्यो यार। मैले सोचेको चाहिँ आधी घन्टामा हामी यो त हामी हिँडेपछि पुगिहालिन्छ नि यार भनेको, सक्दै सकिएन यार। अलिकति हिँड्यो अनि त्यहाँपछि सकिन्न यार है। अब 3 वर्ष भइसक्यो यार है। अनि त्यहाँपछि अब यो यहाँ चाहिँ अब डाँडा काँडा यताउता हुन्छ, नेपालमा नि खासै डाँडा काँडाहरूको त एक्सपिरियन्स त्यति साह्रो छैन है। अब पहिला नि अब दुबई कतारतिर भयो, त्यहाँ त डाँडा काँडा भन्ने कुरो देख्ने कुरो पनि भएन होइन। त्यहाँ त हिँड्ने पनि कुरो भएन यार, किनभने बाहिर गर्मी नै गर्मी ठाउँ है। तर म यार 60को स्पिडमा यहाँ 50मा हिँडिरहेको छु होइन, म टाइममा चाहिँ पुग्नुपर्छ होइन। म यहाँबाट चाहिँ सिग्नल दिएर चाहिँ ओभरटेक गर्दै गर्दै निस्किन्छु है त। म फेरि गफमा भुलेर होला होइन, भन्नाले सबै कुरा ध्यान चाहिँ दिइरहेको छु होइन। तर स्पिडको चाहिँ म अरू सुस्तो हिँडिरहेको छन् भनेर चाहिँ म पनि सुस्तै भएको छु क्या पछाडि पछाडि चाहिँ। अनि त्यस पछाडि के भन्छ यार, त्यो पहाड चढ्ने बेलामा चाहिँ ठ्याक्कै एउटा कार पार्क थियो त्यहाँनिर है। अनि अब राइट साइडतिर लिएर चाहिँ पार्कमा चाहिँ छिरेँ लगभग होइन। अनि पार्क चाहिँ ओह्रालो थियो कि अलिकति चाहिँ के भन्छ त्यो सिमेन्टेड टाइपको थियो त्यहाँनिर होइन, अब पिच नै होला सायद है। अनि त्यहाँनिर चाहिँ पुगेँ होइन, लगभग त्यो रोडबाट चाहिँ पार्किङमा छिरिहालेँ होइन। अलिकति ओह्रालो थियो, त्यस पछाडि त यार लास्टै खाल्डा र खुल्डा छ यार है। अनि ला यार म यहाँ नछिरेको भए त म अर्को कार पार्क चाहिँ खोज्थेँ होला यार, यसमा ठिक छैन यार भनेर एकछिन होल्ड भएँ। अनि बिस्तारै चाहिँ यार कतै छुन्छ कि यार तल्लो भागले चाहिँ भनेर, अब किनभने मेरो गाडीको फेरि अलिकति यो हुन्छ नि त ग्राउन्ड क्लियरेन्स चाहिँ अलिकति कम्ती नै छ होइन, एकदमै डाउनमै छ होइन। अनि बल्ल 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 गरेर चाहिँ त्यहाँ छेउमा यसो राखेँ होइन।
अनि हामीहरू चाहिँ निस्क्यौँ भने त्यहाँ खोला थियो नजिकै चाहिँ, अनि यसो खाजाहरू खानको लागि चाहिँ हामी त्यता खोलातिरको साइडमा बसेर मस्त खानको लागि चाहिँ त्यतातिर लाग्दै थियो है। अनि म अब साथीभाइहरू निस्किहालेँ होइन, अनि म चाहिँ एकछिन चाहिँ ध्यान दिएँ क्या, त्यहाँ एउटा गाडी आयो, मस्त छोयो क्या त्यसको त्यो तल्लो भागले चाहिँ होइन, अनि बम्परले पनि छोयो है। अनि अब फेरि कस्तो भन्ने यार, अब आइडिया नभएर पनि होला यार है, अब खाल्डो छ भनेपछि चाहिँ अलिकति यताबाट च्यापेर हाल्ने हो कि के हो कसो भन्ने कुरा होइन। अनि अलिकति चाहिँ भएन भने बरु निस्किएर हेरेर हुन्छ नि त। अब त्यहाँ चाहिँ हुन्छ नि एकदमै चाहिँ त्यो हतारो जस्तो छैन नि त होइन, जस्तो अब यो हाइवेमा म रोकेर कतै उ गर्छु भन्नु मिल्दैन नि त। अब एकदमै इमर्जेन्सी पऱ्यो भने यो हार्ड सोल्जर छ होइन, ब्रेकडाउन भयो केही समस्या आयो गाडीमा लास्ट नै केही भयो भने। तर म नर्मल कुराको लागि चाहिँ होइन, यताउताको लागि चाहिँ म यो बिचबाट रोकेर अब यो गर्छु भन्न यो सुरक्षित पनि छैन होइन, यो मिल्दैन नि त। त्यहाँ चाहिँ त्यस्तो ऊ छैन नि त होइन, त्यहाँ अब रोकेर पनि बाहिर निस्केर हेरेर कतिपयले त्यही पनि गरिरहेको थियो होइन। अनि मस्तो हालिरहेछ नि है, अनि गाडीले छोइरहेछ फेरि ब्याक आइरहेछ भनेको कस्तो कि यार होइन, त्यो कस्तो ऊ भइरहेको थियो कि अब मैले चलाएर म निकालिदिन्छु भन्न पनि अब नमिलेको होइन। यताबाट नि गाडी आइरह है, यो सुस्तो आइरह यार। म चाहिँ राइट साइडमा चेन्ज गर्नुपर्ने हो यार, अब राइट साइडबाट नि गाडीहरू आइराख्नु होइन। तर त्यो गाडी चाहिँ यहाँबाट चाहिँ जोइन हुँदो रहेछ होइन। ल ठिक छ, त्यो बस्यो पनि। अनि दुईवटा गाडी चाहिँ त्यस्तो भयो कि, अनि एउटा चाहिँ खोइ यार बबाल बबाल गाडी बोकेर आइरहेको थियो है। अनि त्यो देख्दाखेरि चाहिँ मलाई चाहिँ यो 4x4 अनि हाई क्लियरेन्सवाला चाहिँ गाडी हुनुपर्ने रहेछ एउटा भन्ने चाहिँ। अब त्यो हुन्छ नि, त्यो फेरि सधैँ त्यो बाटो हिँड्ने पनि होइन होइन, त्यो कहिले काहीँको लागि गर्दाखेरि पनि विचार गर्दाखेरि चाहिँ त्यो कस्तो दामी हुने रहेछ यार भने जस्तो होइन। मेरो साइडबाट पनि गाडीहरू चाहिँ आइरहन् होइन। अब चाहिँ म कुदाउँछु है त यसो, यो पछाडि बसेर चाहिँ खासै अर्थ पनि छैन देखेर होइन। अनि अर्को गाडी पनि आयो है ओर्लिँदै चाहिँ, त्यसले पनि मस्त छोयो क्या यार, ओर्लिँदा ओर्लिँदै चाहिँ अब छोयो होइन। तल्लो भाग चाहिँ पुरै घिर्सिरहेको थियो क्या, अनि फेरि बाहिर आएर ओर्लिएर दिदीले हेर्नुभयो होइन। अनि अब केही गर्न सकिन क्या, अब कठै भन्नु बाहेक अब अरू केही पनि उपाय छैन यार है। अनि मेरो दिमागमा चाहिँ के आयो भने, हामी चाहिँ त्यस पछाडि चाहिँ खाजा खान बस्यौँ होइन, लगभग आधी घन्टा जस्तो खाजा खायौँ। त्यस पछाडि चाहिँ एउटा पाहाड थियो होइन, मस्त चाहिँ हिउँ चाहिँ लगभग टपतिर चाहिँ बाँकी नै थियो होइन। सायद मैले सुन्नमा आएको 2-3 दिन अगाडि हिउँ पऱ्यो अरे भन्ने चाहिँ, अब त्यो थाहा भएन है कहिले पऱ्यो हो कि होइन, कि पुरानै पो हो कि होइन, कि परेको पनि पग्लेर गइसक्यो पो हो कि के हो कसो। तर टप टपतिर चाहिँ लगभग हिउँहरू थियो होइन। अनि मस्त ल नि त, जोसे जसमा चाहिँ ल नि त हिँडिदिउँ न त चलिदिउँ भनेर चाहिँ हिँड्यो होइन। मैले सोचेको आधी घन्टामा पुगिन्छ होला यार, हामीलाई 2 घन्टामा पनि लगभग पुगेन है क्या। यस्तो भिड थियो है। अनि त्यो ढुङ्गाहरू त अब राम्रै बाटो पनि थियो होइन, अलिकति अलिकति त्यो टपमा पुग्नुभन्दा अलिकति तल चाहिँ लास्टै गाह्रो होला क्या। अनि वहाँ पुगेर त्यत्रो पुगेर फर्क्यो होइन, मलाई टेन्सन एउटै के थियो भने यो उकाल्ने मैले कसरी होला यार, ओह्रालिदियो है। यो उकालोमा उकाल्ने कसरी होला यार, अब खाल्डै खाल्डो छ है। अनि त्यहाँबाट हामी फर्किसकेपछि पनि एउटा चाहिँ मेरो साइडमा थियो गाडी होइन, अनि ऊ पनि निस्किँदै थियो म पनि निस्किन लाग्दै थिएँ। अनि मैले सोचेँ कि मलाई त के हतार छ र होइन। अब मसँग फेरि अब हामी चाहिँ 5 जना गएको थियौँ होइन, म बुढी अनि साथीको बुढाबुढी र अनि एकजना बच्चा होइन। अनि मैले के सोचेँ भने चाहिँ अब हामी सबैजना बसियो भने त त्यो गाडीमा अब अलिअलि सामानहरू पनि लोड होइन। अनि हामी सबैजना बस्यौँ भने त गाडी त अझै तल चाहिँ ऊ हुन्छ होइन, अझै हुन्छ नि त अलि के भन्छ यार त्यसलाई ठ्याक्क भन्न आएन। तर गाडीको क्लियरेन्स त अझै कम्ती हुन जान्छ होइन, किनभने गाडी चाहिँ डाउन जान्छ नि त अलिकति वेट धेरै भएपछि चाहिँ। अनि मैले के सोचेँ भने ल के अरे म यो उकालोमा चाहिँ हाल्छु होइन, अनि यहाँ उकालोमा निर पुगेपछि चाहिँ चढाउँ है त गाडीमा। अहिले चाहिँ म एक्लै उकाल्छु यार, के अरे हलुङ्गो भयो भने चाहिँ अलिकति ग्राउन्ड क्लियरेन्स मिल्छ होला मलाई चाहिँ भन्ने भयो होइन। अनि मेरो साइडबाट पनि एकजना निक्लिँदै थियो, अनि उसलाई चाहिँ मैले छोडिदिएँ होइन, ल ल निस्क यार पहिला भनेर होइन। अब मलाई चाहिँ अलिकति हुन्छ नि अब त्यस्तो थाहा नि त, मैले पहिला पनि देखिरहेको छु। मलाई सुरुमै चाहिँ ओर्लिने बित्तिकै पनि अब मलाई चाहिँ समस्या भनेको यहाँ राखिन्जेल त ठिकै छ छोएन होइन, यो उक्लिने बेला चाहिँ यसले पक्कै छुन्छ होला होइन। अनि चाहिँ अब त्यस पछाडि पनि मैले 2 जना गाडी चाहिँ त्यसरी नै गरेको देखेँ होइन। अब मैले देखेको 2टा गाडी आवत जावत गरेको, दुइटैले छोइरहेको थियो क्या, मस्त छोएर घिर्सिरहेको थियो क्या मजाले है। अनि त्यति बेला चाहिँ उसले पनि हाल्यो, पाङ्रो चाहिँ पुरा स्लिप भयो होइन, उक्लिँदैन यार है, यता र उता खाल्टो र खोल्टो यता र उता। अर्को मान्छेले गाइड गरिरहेछ मस्त है।
अनि त्यो मान्छेले ब्याक गर्न लगायो, पछाडि गएर हेर्दै थियो, उसले चाहिँ अर्को ठाउँबाट, त्यो सायद भिडियोमा चाहिँ देखिन्न होइन, तर जहाँसम्म मलाई लाग्छ कि यार यो एउटा मूर्ख मान्छेले पनि त्यो ठाउँबाट हाल्दैन, त्यस्तो ठाउँबाट लएर हाल्थ्यो क्या, अगाडिको जम्मै जोत्थ्यो क्या गएर चाहिँ। त्यो चाहिँ लास्टै ठुलो खाल्टोवाला क्षेत्र थियो क्या, अर्को अर्को त्यो के भन्छ राइट ह्यान्ड साइडतिर चाहिँ एकदमै ठुलो खाल्टो थियो क्या, त्यहाँबाट हालिदियो यार मान्छेले। हुन्छ नि त्यो अब गाडीबाट अलिकति ब्याक गरेको मान्छेले त्यति भाग त देखिन्छ होइन, त्यो देखेपछि नि यहाँबाट चाहिँ जाँदैन यार, किनभने यताको खाल्टो सानो थियो, त्यहाँबाटसम्म कटेन भनेपछि त यहाँबाट त जाँदैन भनेर बिचरा पनि उसले लएर हालिदियो यार, बिचरा इन्डियन कोही थिए है। अनि उसले मस्त भनिरहेको छ कि यार होइन दिमाग लगाएन यार, यो के गरेको, यहाँ जम्मै छोरे यस्तो भइरहेछ उस्तो भइरहेछ भनिरहेछ है। अब के हो, को हुन् के हो कसो त थाहा भएन होइन, अब नत्र भने अब जानिने मान्छे छ भने आफैले उकाले भए नि हुन्थ्यो होला उसले पनि होइन, अब के हो कसो चाहिँ मलाई त्यति राम्रोसँग थाहा भएन है। तर चाहिँ हुन्छ नि मैले पनि यसो विचार गर्दाखेरि चाहिँ त्यो ठाउँबाट त किन हाल्या यार भन्ने जस्तो भइरहेको क्या है। अब कोही होला होइन, साथीभाइ होला, दाजुभाइ होला नि, कोही न कोही त होला नि पक्कै नै होइन। अनि मस्त गाली गरिरहेको थियो क्या उसले। अनि पछि चाहिँ फेरि त्यही सानो खाल्टो भएकोतिरबाट चाहिँ आयो, अनि म र साथी मिलेर चाहिँ हामीले पनि अनि उसले पनि एकजनाले चाहिँ धकेलिदियौँ क्या उसलाई चाहिँ होइन। अनि धकेलेर चाहिँ बल्ल बल्ल भयो, नत्र भने पाङ्ग्रोले यस्तो स्लिप खाइरहेको थियो क्या। अनि त्यस पछाडि एकजना दिदीको पालो आयो क्या, अर्को एकजना कोही थियो यार, तर त्यो गाडी चाहिँ एकदम हाई क्लियरेन्सवाला क्या होइन, एकदम अब त्यो गाडीले सम्म उकाल्न सकेन क्या राम्रोसँग है। म चाहिँ दङ खाएँ यार। यो मलाई त अब के लाग्यो भने चाहिँ जस्तो स्किल भन्ने कुरा पनि एउटा हुन्छ होइन, एउटा भयङ्करै चिज मात्रै बोकेर हिँडेर मात्र पनि केही नापिँदो रहेछ भन्ने चाहिँ मलाई त्यति बेला भएको होइन। अनि मेरो साइडमा पनि यता छैन यो गाडी चाहिँ, ल त्यो गाडी चाहिँ लोरी चाहिँ उताबाट गएन धन्न चाहिँ, नत्र भने त्यसलाई चाहिँ धेरै टर्निङ रेडियस चाहिन्छ क्या। अनि अनि यो सिसा चाहिँ किन क्लियर भइरहेन हौ, के अरे त्यस पछाडि त यार त्यो गाडी पनि अब त्यो त्यो हुन्छ नि त, त्यो कसरी भन्ने यार अब है, त्यत्रो भयङ्कर गाडी ल्याएपछि नि त उकाल्नु पर्छ नि यार भन्ने जस्तो है। अनि त्यो गाडी पनि पाङ्ग्रो स्लिप खाइरहेछ नि, त्यसको हाई क्लियरेन्स छ क्या, त्यसले कुनै पनि हालतमा छुनेवालै थिएन है, तर पाङ्ग्रो चाहिँ स्लिप खाएर उक्लिएन क्या राम्रो छ। अनि यसलाई पनि धगाल्ने हो क्या हो भन्ने कुरा हुँदै थियो। अनि पछि चाहिँ बिचरा अर्को मान्छे ओर्लिएर चाहिँ अब कोही मान्छे भित्रै थियो कि के थियो, अनि उसले चाहिँ गाइड गर्यो होइन पछि चाहिँ। अनि बिचरा गाइड गर्दा गर्दै चाहिँ उसको फेरि जुत्ता च्यात्तिएर आयो क्या है, त्यो अब छेउमा कता टेकेर चाहिँ यता यता भन्दै थियो होइन। अनि जुत्ता चाहिँ चिप्लिएर चाहिँ त्यो कस्तो अब नर्मल त्यो कस्तो स्लिपर टाइपको भनौँ न जुत्ताहरू कस्तो थियो। अनि यो के भयो यार यहाँ सिसामा चाहिँ, के अरे त्यो चाहिँ कस्तो चुँडिरहेको क्या। अनि त्यहाँपछि हामीले पनि यताउता गरेर यसो हेल्प गरे जस्तो त भएन, अनि धन्यवाद भनेर चाहिँ निस्केको थिएन। त्यो त्यो चाहिँ गाडी यस्तो, अब मसँग भिडियो फुटेजै छैन क्या है, मैले त्यति बेला रेकर्ड गरिनँ कि। अब हुन त मैले गाडी फेरि मेरो गाडीले अरूलाई अल्झ्यायो कि जस्तो लाग्छ, मैले अर्को कुनामा लगेर चाहिँ साइड गरिदिरहेको थिएँ क्या होइन। अनि अब त्यस पछाडि पालो आयो मेरो है। अनि मैले पहिल्यै सोचिरहेको थिएँ कि होइन म अब त्यो तिनीहरू त अब गाडी अब त्यहाँ चढाउन सुरु गरिसक्यो होइन, यसो गरौँ उसो गरौँ भनेर अब त्यो उ गरेर पनि भएन। अनि त्यस पछाडि चाहिँ मैले चाहिँ ढुङ्गा खोजेँ होइन, यसो फ्ल्याट टाइपको अलिअलि यताउता चाहिँ ढुङ्गाहरू 3-4वटा यताउता गरेर खोज्यो होइन। अनि त्यो ल्याएर चाहिँ खाल्टोमा ट्याकटुक ट्याकटुक गरेर चाहिँ एउटा लेभलको चाहिँ बनायो, एउटा हुन्छ नि एउटा यतिमा पाङ्ग्रो आयो भने चाहिँ मैले छुँदिनँ है भन्ने चाहिँ। अब सायद छुने सम्भावना धेरै थियो क्या होइन, म्याक्सिमम् चाहिँ त्यसले छुनेवाला सम्भावना थियो क्या। अनि मैले यतिको ढुङ्गा हालेपछि त यो माथि उक्लन्छ होइन, गाडी त अलिकति हाइटमा हुन्छ होइन, अनि यसले चाहिँ छुँदैन है भनेर चाहिँ उ गर्यो होइन। अनि मैले चाहिँ फर्स्ट एटेम्पमा क्या म बिस्तारै गएँ होइन। अनि साथीले चाहिँ मलाई चाहिँ यताउता गरेर चाहिँ गाइड गरेपछि चाहिँ अलिकति यता अलिकति ब्याक गरेर अलिकति यताबाट भनेपछि चाहिँ म हुन्छ नि एकदम फलो गरी चाहिँ अनि त्यो फर्स्ट एटेम्पमा मैले चाहिँ उकालेँ क्या यार होइन। अनि क्या मजा आयो क्या, हुन्छ नि अब मैले मात्र गरेँ पनि होइन होइन, यो यहाँबाट पनि होइन होला यार है, यहाँबाट होइन होइन, अर्को अर्को स्टपबाट चाहिँ म निस्किनुपर्छ होइन त्यहाँबाट चाहिँ। अनि के भन्छ नि यार, म फर्स्ट एटेम्पमै उक्लिएँ होइन। अनि त्यहाँपछि ठ्याक्कै त्यो उक्लिने बित्तिकै चाहिँ अनि उकालोमा चाहिँ उकालोबाट फेरि गिभ अवे गरेर चाहिँ जानुपर्ने थियो होइन। अब फेरि उता पल्लोतिर जान पनि मिलेन होइन। अनि त्यही पार्किङमा चाहिँ मैले ह्यान्ड ब्रेक लगाएर रोकेँ यार, ह्यान्ड ब्रेकले अब गाडी नै नरोक्ने खालको अलिकति उकालो पनि त्यस्तै थियो होइन। अनि जस अब सबैजना चढियो होइन, अनि ह्यान्ड ब्रेक डाउन गऱ्यो भने त सिधै तल गइहाल्थ्यो क्या, भन्नाले त्यो ह्यान्ड ब्रेकले सम्म नरोक्यो क्या, मैले फुट ब्रेक पनि युज गरिरहेको थिएँ होइन। अनि त्यस पछाडि चाहिँ मस्त होइन अब स्पिडमा निकाल्नु पऱ्यो नि त यार, फेरि फेरि तल गयो भने त अनि फेरि फेरि एटेम्प गर्नु पऱ्यो नि त नि। अनि
त्यो मोमेन्ट भनेको चाहिँ मैले यस्तो उलाएँ यार है त्यो हुन्छ नि पार्किङको क्षेत्रमा सबै ठाउँ राम्रो हुनुपर्छ भन्ने पनि छैन होइन त्यो त्यत्रो दूर दराजमा होइन उहाँ कहाँ पर अनुकन्डा ठाउँमा है अनि त्यहाँ पनि अब पार्किङमा चाहिँ अनि मैले चाहिँ सोचिरहेको थिएँ कि केही ऊ भने चाहिँ ढुङ्गासुङ्गा ल्याएर यताउताबाट खोजेर हालिदिउँ न त यताउता पनि भइरहेको थियो अब हतार हतारमा त्यस्तै पनि भयो तर क्या यार मलाई त्यो इच्छा चाहिँ थियो यार होइन अब हतार पनि भयो लास्टमा हामी चाहिँ पहाड चढ्ने डिसिजन गरेर चाहिँ अलिकति निस्किन पनि ढिलो भयो यार है अनि अब फेरि भोलि साथीभाइको कामहरू भएपछि चाहिँ अब फेरि उहाँबाट अझै आउन कति 2 घन्टे हो कि 1.5 घन्टाभन्दा बढी कति थियो यार टाइम होइन अनि फेरि ल फर्क्यौँ नि त भन्ने भयो होइन तर त्यो ठाउँमा चाहिँ जस्तो गाडी भएकै उहरूले पनि अब मैले एटलिस्ट मैले त्यति त गरेँ नि त यार होइन जस्तो मेरो गाडीको चाहिँ मलाई आफैलाई थाहा छ कि ग्राउन्ड क्लियरेन्स धेरै छैन होइन जस्तो चाहिँ मेरोभन्दा राम्रै ग्राउन्ड क्लियरेन्स भएको गाडीहरूले मस्त छोइराखन् होइन मस्तले घेर्सिराखन् अनि मैले फेरि रिसेन्टली चाहिँ यो वारेन्टीको अन्डरमा चाहिँ आयो होइन यो के भन्छ यार यो आम के आम हो यार मैले ठ्याक्क लेफ्ट साइडको चाहिँ यो प्यासेन्जर साइडको चाहिँ फ्रन्टको आम के भन्छ यार एक्सेसिभ प्ले भनेर चाहिँ के थियो यार त्यो अब धेरै घर्सिएको क्या होइन धेरै के भएको अब त्यो खाल्डा खाल्डुमा पर्ने यताउता हुने कता कताको भएर चाहिँ त्यो भनौँ न रिसेन्टली चेन्ज गरे होइन अनि त्यसको प्राइस चाहिँ 252 पाउन्ड्स थियो होइन अनि अब मैले चाहिँ वारेन्टी लिएको थिएँ होइन एक्सटेन्डेड वारेन्टी चाहिँ 600 पाउन्डमा चाहिँ 2 वर्षको लागि लिएको थिएँ अनि त्यसले चाहिँ कभर गर्यो होइन धन्दै चाहिँ नत्र भने चाहिँ अब मैले सोचिरहेको छु नि त अब त्यो छोयो होइन यताउता भयो भने फेरि अर्को खर्च आयो नि त फेरि हुन्छ नि त अब खर्च त गाडीले एउटा चिज छोयो यताउता भयो भने त खर्च त आइरहेको हुन्छ नि त अनि तर धन्नै यार त्यति ढुङ्गाहरू यताउता हाल्नाले पनि होइन अनि साथीको गाइडले गर्दाखेरि चाहिँ त्यति चाहिँ जोगियो होइन अनि म चाहिँ गफमा चाहिँ यहाँ काममा आइपुग्नु चाहिँ लागेँ है यो बाटो चाहिँ म खासै 1-2 चोटि त आएको जस्तो पनि लाग्छ यार है अब यताबाट जाँदाखेरि चाहिँ पुगिन्छ जस्तो पनि लाग्छ यार होइन हेमिल्टन यतै लेखिरहेको छैन अनि हेरौँ है त यताबाट सिधै हो कि जस्तो पनि लाग्थ्यो यार सिधै जाउँदाखेरि के हुन्छ होइन अब मैले खास गरौँ चाहिँ म्याप युज गर्नुपर्ने हो कि यार यही बाटो पुगिने हो कि यार है हो कि जस्तो पनि लाग्छ यार एकछिन यहाँ त म घर जाने बाटो हो कि यार यो वा ल ठिक छ मलाई याद आयो यार अब हुन्छ नि बाटो चाहिँ धेरै हिँडिसकेपछि चाहिँ यो म बेलुका अहिले फर्किँदाखेरि रेकर्ड गरेँ भने चाहिँ म यो ठाउँ चाहिँ बताउँछु होइन यहाँबाट चाहिँ म राइट टर्न हान्नु जस्तो यो अगाडि साइड छ नि मेरो राइटतिरको बाटो कुनै अब कसरी भनौँ यार ठ्याक्क थाहा हुन अब यो त के अरे हामी जाने बाटो भएन अगाडिको सिधा यो अन्त राइटतिरको बाटोबाट चाहिँ म उताबाट फर्किँदाखेरि चाहिँ मेरो राइट हुन्छ यो होइन राइट टर्न हान्ने चाहिँ यताबाट म यो लेफ्टतिर चाहिँ जाँदै चाहिँ यहाँबाट चाहिँ त्यही अहिलेको त्यो के भन्छ नि यार त्यो के हो यार त्यो अब मोटरवे त होइन यार त्यो के हो एक्सप्रेस वे हो कि के हो युज गरेर चाहिँ निस्किन्छु होइन अब यहाँनिरबाट चाहिँ म मोडिनु पर्ने बेला आयो होइन हेर यहाँनिरको छेउको पार्किङ चाहिँ म सधैँ प्रायः बसिराख्ने खालको पार्किङ हो होइन मेरो चाहिँ एकदम मस्तको चाहिँ रेस्ट एरिया होइन यो चाहिँ अनि यहाँ चाहिँ अब अन्तभन्दा पनि यहाँ चाहिँ के अरे रुखहरू पनि छ होइन अनि मस्त चाहिँ शीतलो पनि भइरहेको हुन्छ हेर यो छेउको चाहिँ है यो गाडीहरू यता मेरो लेफ्ट ह्यान्ड साइडमा भइरहेको ठाउँमा चाहिँ यो चाहिँ मेरो आराम विश्राम गर्ने चाहिँ ठाउँ हो होइन गाडी व्हाइट हिल आइयो चाहिँ त व्हाइट हिल नाम त अब त्यति साह्रो थाहा छैन होइन व्हाइट हिल भन्दो रहेछ यसलाई चाहिँ अब 3:25 चाहिँ गयो होइन कति टाइम लाग्यो त यार 24 मिनट त भयो यार होइन 24 मिनटमा पुग्छु भनेको थिएँ होइन 1 मिनट चाहिँ अझै एक्स्ट्रा लाग्ने भयो त्यो 1 मिनट भनेको चाहिँ मैले कुदाउन मिल्ने खालको हाइवेमा पनि अलिकति चाहिँ पछाडि नै बसेछु अरू गाडीको होइन अनि आज चाहिँ ब्याक सिफ्टमा आइयो होइन अब भर्खर कम्पनी जोइन गरेको छैन अनि यसो रिक्वेस्ट गरिदियो भने चाहिँ म आउनु नगर्दिनँ भन्दा पनि ल ठिक छ यार भन्ने होइन बरु के गर्ने होइन आफूलाई नै अप्ठ्यारो पऱ्यो भने ल न यार म त अप्ठ्यारो काम लाएको थिएँ त यार भन्न नि हुन्छ होइन अब आफू चाहिँ अप्ठ्यारो काम नलाउने अनि त्यो चाहिँ आफूलाई अप्ठ्यारो पऱ्यो भने चाहिँ ल न गरिदियो यार यस्तो गरिदियो यार भन्नु त भन्न मिल्दैन नि त फेरि अनि ल ठिक छ मेरो यो यात्रा चाहिँ यहीँसम्मको छ होइन अब म चाहिँ सायद चाहिँ अब घर फर्किँदा मात्रै बनाउँछु होला यार अब भिडियो चाहिँ
स्टोरेजका समस्या हे बाबु भैया भन्ने जस्तो छ क्या। होइन अब लाइभमा पनि हुन्थ्यो यार, लाइभमा पनि फेरि त्यस्तै छ हौ। लाइभमा चाहिँ अलिकति हेरौँ बेलुका के कसो हुन्छ होइन। लाइभमा भयो भने चाहिँ त्यति साह्रो ऊ पनि पर्दैन थियो कि होइन। अपलोड गर्नलाई त टाइम लाग्दो रहेछ त्यही पनि, तैपनि स्टोरेजको लागि त टेन्सनै हुन्थेन नि त मस्त होइन। अब त्यही गर्नु पऱ्यो, स्टोरेज सक्यो भने चाहिँ लाइभमा हाल्ने, लाइभमा के भन्छन् अब त्यसरी नै गर्नु पर्ला होइन केही न केही चाहिँ। ल मेरो यात्रा चाहिँ सकियो है त आजको लागि चाहिँ।